भोलि यति बेला त 24 घण्टापछि तिम्रो काम भइहाल्छ। जब हामीले दुख्ने काम हुनु भइहाल्छ। कतिजना खेल्नु परेर कतिजना बस्नु परेर दुईजना त पऱ्यो कि एकैवटा बेलाइदिनु पऱ्यो अनि सिस्टर एउटा भाइ ल्याउनु कि छुट्टा छुट्टै हुने त अलिक काट्दा दिन पर्यो। मिठी खानी मिठी दाई है दाई मिनेटले अगाडि यही हो सेम। तिम्रो कति नखाने छोरो अर्को बरु के हुन्छ भने अहिले लगाइराखेको चाहिँ अर्को होइन उसलाई आफै यसको अब क्षमता बढ्दै जान्छ र दुखाइ गर्नु हो। अहिले त पहिलोचोटि भएर दुखाइ बढी हुन्छ निकालिसक्छ नि त त्यो भएर कम हुने बच्चालाई फोटो एउटै 3 महिना एउटै हो त्यसो आमा देख्न चटकको बडा कति सङ्घर्ष गर्नु पर्यो। हुन त एउटा पनि गोठालो गर्नुपर्छ कि त्यही उसमा हुर्किने दुईवटा एउटा र दुईटाको त आकाश जमिनै भयो होला। दुइटै उस्तै भइदिए त अलिक कति हुन्छ त्यो अलिक ज्ञानी छ काटेको यो अलि बढी नै टाटो छ बिगाएर भिडियो बनाएर ल सानोलाई ल बाबुलाई ल ल उतै देखाउ न जाऊ न उतै बाबुलाई हातमा तिम्रो भाइलाई डल्ला खायो रुवाइदियो मैले बाबुलाई के हुन्छ र भन्छ तिम्रो भाइलाई खुब माया गरेर राइदियो बल्ल खायो अझ रुनी ज्ञानी बाबु हो तिम्रो भाइलाई रुवाइदियो मैले अझै रुवाइदियो तिम्रो भाइलाई आँखाभरि आँसु भइसक्यो हेर्नु न बहिनी ल्यायो बहिनी दुईवटा भाइ एक दुईवटा भाइ बनाइदियो भाइ पनि भयो फर्काउनु पर्यो यो बाबुलाई कले कले सानोलाई फेरि बेसरी दुख्ने त्यसरी 45 ल ल ल ल ल ल ल बाबुलाई ल ल ल बना तो कपड़ा करता है अनुमति गरेको खिच न त्यही हो चिनामा तिम्रो अर्को भाइलाई रहिदिने माया गरेको थियो नि तिमीले आयो भन्नु के हो र सुई लाउन मैले पनि लाउँछु बच्चाहरू पनि होइन
नाक छेड्दा नि रोइने क्या त्यो यो नानी त म सानैमा मैले फोटो देखाइदिउँला फोटोकपी रहेछन् कि हजुर हात खुट्टा पनि अनुहार पनि दाँत पनि फोटोकपी रहेछन् कि यिनी त सेम छ कि मेरो फोटो तिमी जस्तै हुनुहुन्थ्यो अरे के कलर पनि सब मिलेको क्या कलर त हजुर अलिक गोरी हुनुहुन्छ अहिले भएर सेम छ कि फोटो मैले पठाइदिउँला दिदीलाई नि भनेको थियो दिदी है भन्नु चाहिँ तर कपडा चाहिँ आफै फरक थियो अलिक काली आचल क्रिम सेरिम किरिम लाग्यो चाहिँ यतातिर लाग्यो भन्ने होइन नि त चाला गोरो हो कि छानु छानु यता देखाउ सिया सानो कुन्चुलु बाबु हो ला 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 छानो 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 ला ला छान्छु भइसक्यो छान्छु भयो झन् कडा आइसक्यो यता त उता रुँदैछ यो त रोइन त के हो छान्छु भइसक्यो तिमी आज राति मामा घर जाऊ है आज आमाहरू सुत्दैन यसले ऊ गरे दुइटा भाइ रुँदाखेरि त कतातिर फर्क डिस्टर्ब हुन्छ चाप्नु भएको त आउँछ भाइ कस्तो चाहिँ दिने अनि च्यापेरै फर्काउनु यसरी गर्ने त्यहाँ छ है ल छानो छानो दुख्छ कि यो सुईले दुख्छ सानो 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 अब यो सुईले दुख्छ कि यसले के दुख्छ र यो लासी हो केटाकेटीको माया लाग्छ माया लाएर आफ्नो त पेसै यही भयो यो खुवाउने हुनुपर्ने के यो औषधि है ल छानो 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 बाबुलाई ए सानो बाबुलाई ल ल ल ल ल ल बिचरा आँखा कत्रो बनाएको सानो सानो भयो भयो बाबुलाई भयो 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 दुख्ने सुई हो के मिटर छ नि 99 भएपछि खाइदिइहाल्नु है दुखेर रोक्दा रोइ गऱ्यो भने ठुल्केटा ड्याडी 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 बाबुलाई कोले मेरो बाबुलाई ड्याडी ड्याडी ल ल ल ल